सो हेलो एभ्रिवान इट्स मी टेक्रेक्स एन्ड अफिसियली सो यस आज चाहिँ हाम्रो आरसी ड्रिफ्ट कारहरूको अपडेट के हुँदैछ Jan 15मा भन्ने आउने सामान आज Jan 23सम्म पनि किन आइरहेको छैन भनेर चाहिँ म हजुरलाई भन्न गइरहेको छु। सो गाइज हाम्रो चाहिँ अब अलमोस्ट Jan 15मा आउने भनेको सामान एकदमै धेरै डिले भएको छ। यो फ्राइडेसम्म आउँछ भने आज फ्राइडे आजसम्म आउँछ भनेको त्यो पनि आउनु पाएन। अब चाहिँ नेक्स्ट विक चाहिँ हाम्रो सामान आउने कुरा छ, किनभने डकुमेन्टेसनको कामहरू चाहिँ अब हुन थालेको छ अनि हाम्रो पालो अब छिट्टै आउँछ भनेर चाहिँ कुरिरहनु भएको छ। सो यस हाम्रो चाहिँ सामान नआएर अस्ति म आफै पनि रसुवागढी भिजिट गरेको थिएँ। पुरै कामै काम रहेछ। ए चाइना जाने होला होइन। सो गाइज हामी चाहिँ यो भिडबाट हिँडेर आएको, बाटो बन्द रहेछ। सो अब यस्तो यहाँ पुरै पहिरो जाने बाटो छ, गाडीहरू यसरी फसिरहेको छ। सो यस म जाँदा चाहिँ त्यहाँ ठाउँ ठाउँमा बाटोहरू बिग्रेको, ठाउँ ठाउँमा डोजरहरूले खनेको बाटै नभएको अवस्था थियो, जसको कारणले गर्दा हाम्रो सामानहरू एकदमै धेरै डिले भइरहेको छ। प्लस डकुमेन्टेसनको लागि चाहिँ अहिले चाहिँ चाइना बोर्डर रसुवा बोर्डर साइडमा चाहिँ एकदमै स्ट्रिक्ट गरेको छ। प्लस 12देखि 4 बजेसम्म 12देखि 3 बजेसम्म मात्र दिल्ली खुल्ला भएको छ, जसले गर्दा अरू बाँकी गाडीहरू पनि लाइनमा भएको भएर अलि टाइम लागिरहेको छ। सो दिनमा जब 4 घन्टा चाहिँ हाम्रो त्यो बोर्डर साइडमा अब चाइना नेपाल साइडमा काम भइरहेको भएर चाहिँ हाम्रो सामान आउन नसकेको हो। सो त्यसको लागि एकदमै आई एम भेरी सरी टु यु अल है। सो थ्याङ्क यू अल फर वेटिङ टिल डेट नाउ। अब नेक्स्ट विक चाहिँ 100% आउँछ भनेर उहाँहरूले भन्नुभएको छ। होप सो नेक्स्ट विक चाहिँ सामान आओस् र नेक्स्ट विक चाहिँ हाम्रो सामान आउने बित्तिकै हामी हजुरलाई त्यो लिस्ट हेर्दै हामी हजुरलाई कल गरेर अपडेट गरिनेछौँ। सो थ्याङ्क यू फर द पेसेन्स, अहिलेसम्मको लागि, अहिलेसम्मको सपोर्टको लागि धेरै धेरै धन्यवाद छ। अनि हामीले चाहिँ हजुरको लागि फ्री डेलिभरीहरू यताउता सबै अफर गरिरहेको छौँ, त्यो पनि हजुरले पाउनुहुनेछ। सो सामान आउने बित्तिकै हामी हजुरको लागि डेलिभरी अर्डर प्रोसेस गरिदिनेछौँ। सो डोन्ट वरी गाइज, है त।